हेलो नमस्ते सबै साथीहरुमा सरसम्मा यो मैले यो तलको भिडियो सबैजना हेर्नु त पहिला केपी ओलीले हिजो राति के भनेछ कान्तिपुरको न्युजमा यस्तो हाम्रो मधेसको प्रति हेपेको कुरा गरेको छ। सबैजना एकचोटि यो भिडियो हेर्दिनु त। बाट आएको मान्छे यस कल्चरमा उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। यो ठाउँ त धेरै एडभान्स छ नि। यो राति जो बोलेको केपी ओली हाम्रो मधेसको माथि जो टिप्पणी गरेको छ, जो हाम्रो मधेसमा गोइठा जलाउँछ त यस्तो कचरा छ, धनुषा जिल्ला और मधेस मुक्तरी जिल्लाको बारेमा टिप्पणी गरेको छ। त 5 चोटि 7 चोटि कसले प्रधानमन्त्री थियो यो भन्दा पहिला? बालेन त थिएन, रवि लामिछाने त थिएन। रवि लामिछाने त अहिले भर्खर आएछ, बालेन साहब अहिले भर्खर आएछ, 2-3 साल भएको छ आएको। यो भन्दा त यत्रो साल यो 32 वर्षदेखि त डुबाएको त केपी ओली नै हो नि त। अहिले दमकको विषयमा भन्छ दमक एकदम सफा हो। त मधेसलाई सफा उसकै सरकार थियो यो भन्दा पहिला। जुली महतो, रघुवीर महासेठ 2-2 चोटि संसद जितेर गएको छ। जनकपुरको 2-2 चोटि संसद जितेर गएको छ संसदमा। त के किन विकास गरेन? उसकै पार्टीको सरकार हो नि त एमालेको। यस्तो टिप्पणी त यो केपी ओलीको त सुहाएन, राम्रो भएन। हाम्रो मधेस प्रति त पुरै घृणा भएर योले बोलेको छ। त्यही भएर हाम्रो साथीभाइ जति एमालेको छ यसमाथि ध्यान आकर्षण होस्। यो चोटि केपी ओलीलाई यो देशबाटै हामी निकाला गर्नुपर्छ। यो केपी ओली हाम्रो मधेसमा एक भोट पनि यो एमालेलाई दिनै पर्दैन। यस्तो पार्टीलाई, हाम्रो मधेसको हेप्ने मान्छेलाई, यो एमाले पार्टीलाई एउटा भोट पनि हामी जति मधेसी छौँ एउटा भोट पनि नदिनु होला। सबैलाई आग्रह गर्दछु। धन्यवाद।